सिक्किम राज्यका विद्यार्थीहरूका लागि मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहिबार सीएम साथी नामक नयाँ शैक्षिक पहल लन्च गर्नुभएको छ। राजधानी गान्तोक स्थित सम्मान भवनबाट शुरू गरिएको सो विशेष पहल अन्तर्गत राज्यका विद्यार्थीहरू जसले जेईई र एनईईटी परीक्षा दिन इच्छुक छन् सो विद्यार्थीहरूका लागि निशुल्क र विश्वस्तरीय कोचिङ र अन्य शैक्षिक सहयोग प्रदान गरिने भएको छ। भारत सरकारको साथी पहल अन्तर्गत आईआईटी कानपुरसँगको सहकार्यमा शुरू गरिएको सो विशेष शैक्षिक पहल अन्तर्गत राज्यका 40 भन्दा अधिक सरकारी र निजी स्कुलहरूका 2000 भन्दा बढी विद्यार्थीहरूलाई लाभ पुर्याउने अनुमान गरिएको छ। सो पहल अन्तर्गत गुणस्तरीय कोचिङ सेवा आर्थिक रूपले कमजोर विद्यार्थीसम्मको पहुँचमा पुर्याउने लक्ष्य राखिएको छ। सो पहल अन्तर्गत राज्यका विद्यार्थीहरूलाई एक्सपर्ट भिडियो लेक्चर्स, स्टडी मटेरियल्स, मक टेस्ट, प्र्याक्टिस क्वेशन्स, डाउट सल्भिङ सपोर्ट र अन्य टेक्नोलोजी इनेबल्ड लर्निङ प्रदान गरिने भएको छ भने सो पहल अन्तर्गत विशेष रूपले आईआईटी कानपुरसँगको सहकार्यमा स्कुल्सहरूका साइन्स र म्याथमेटिक्स टिचर्सहरूका प्रोफेसनल क्यापेबिलिटिजलाई अझ बलियो बनाउने बताइएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले शिक्षा मन्त्रालय, भारत सरकार र आईआईटी कानपुरलाई सोही प्रकारको कोचिङ राज्यका सीयूईटी, सीएलईटी, एनडीए र यूपीएससी जस्ता कम्पिटेटिभ इक्जाम्सहरूको तयारी गरिरहेका विद्यार्थीहरूका लागि पनि विस्तार गरिनुपर्ने विषय आग्रह गरेको बताउनु भएको छ। सीएम साथी पहल राज्यका युवाहरूका आकांक्षा र उज्जवल भविष्यमा लगानी रहेको बताउँदै मुख्यमन्त्री प्रेमसिंह तामाङले विद्यार्थीहरूका अभिभावकहरू र स्कुल्सहरूका प्रिन्सिपल्स र टिचर्सहरूलाई विद्यार्थीहरूलाई सही दिशामा प्रोत्साहन र गाइड गर्न आह्वान पनि गर्नुभएको छ।